बाटोमा हामी त्यहाँ तलबाट माथि आइपुग्यो भाइ के अरे त्यो नवलकोटको टावर कहाँबाट जान्छ माथिबाट तलबाट जाँदैन ए यहाँ माथिबाट माथि नै हो ए हस् हस् धन्यवाद त्यो के त टावरमा पुरै ग्राउन्ड छ नि होइन त्यहाँ माथि पुरै ग्राउन्ड छ होइन ए ल हस् यहाँ तलको बाटो यताको बाटो चाहिँ उसै रहेछ है यताबाट जमाएको कहाँ पुग्छ ओइ माया Oh shit. Oh, Julia. कहाँ आइपुग्यो यार यो बाटो त होइन भने होइन यार यो त उतै जानुपर्छ कि क्या That's what. Is मेरे ठाउँ लग्दो है यार चढाए चाहिँ पुलिस स्टार्टेड राउन्ड चाहिँ खानाको चाहिँ क्या हो हामीलाई Supply ni guys kasi yan at yan laro dapat diba hindi ko rin dapat यही बात हो मर याद आएको यहाँ वेलकम टु चार्ली रिसोर्ट होइन यो बाटो यो बाटो धन्न तलको बाटो गएछ यार थ्याङ्क यू भाइ यार बल्ल एउटा अच्छा बजिरहेको छ सरर पिछिनामा पनि त्यति एकदम ढिङ्गो छ जाराले हाल्दै छ यो भाइजल देखेर लास खस्या खसे छ अब यहाँबाट अलिकति राम्रै छ तलास मलाई लाग्यो यहाँबाट तपाईँ हेर्नु कहाँ पुग्छ रहेछ यार माइक नभएर माइक भएर सुनामा यो बाटो एउटा पानी ड्याम थियो अति ड्याम नै होला ड्याम कति भयो 11 भयो 2 घन्टा भयो मलाई त्यो बाटो त्यो लङ बाटो आएर मलाई 2 घन्टा भयो 1.5 घन्टा पुग्थ्यो रोडबाट आउने केस कस्ता टायर गरेर चाहिँ लुज भएछ फेरि मोडल झन्डै पछि अरे आन्टी
के हो यहाँ त के चल्ला रहेछ के को गीत हो यस्तो बाफरे यस्तो ठाउँमा के पिकनिक गरेर उता माथि गरायो पो भ्यू आउँछ है यो त हावा ठाउँमा पिकनिक गर्दैन माथि गरायो त दामी भ्यू देख्छ त जहाँ अझै अर्किन माथि जानु छ यार त यो रिसोर्ट बन्दै थियो अहिलेसम्म बनाएर हिँड्छ यार त्यत्रो भइसक्यो त्यत्रो यो हो नि त बाटो छोड्ती यही बाटो त आउने भनेको छु त म तल गुगलमा आउँदै भइसक्यो आउँदै म्याप चाहिँ चार्ज पनि धेरै छैन गाइड अब कुरा हो चार्ज पनि धेरै छैन कतिसम्म टिक्ला धूप से निकल के गिरी बिर्स्यो तुम मने दुनिया भुला इग्नोर माई सङ है गीत चाहिँ फेरि औरै गाइदिन्छु ओ भ्यू हेर्नु त्यहाँ तलबाट आउनु पर्ने हो होइन यहाँबाट क्यामेराबाट दाम देख्दैन होला तर के गर्छ सोलो राइड नै राम्रै हुने रहेछ नराम्रो हुँदैन होइन आज चाहिँ स्याटरडे हो होइन तर के हो स्याटरडे हो अब युट्युब सिट्युब गरेर कहिले पो अपलोड गर्छु यो भिडियो युट्युबमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला पार्टनरै पार्टनरदेखि राखेर अघिदेखि दिनै खराब भइगयो अङ्कल नगरकोट माथि होइन हस् ओइ कहाँ हेर गाडी अरूलाई त्यो बाटो जान्दिने अर्को बाटो जाने हट त्यो बाटो गयो भने त आउने बेला चाहिँ भिडियो नगर्नु मलाई के गर्ने एउटै बाटो स्कर्पियो भोक लागिसक्यो बिहान के खानु पानी मात्र खाएर आएको त्यता त झन् राम्रो माथिको कस्तो भ्यू देख्यो यार पुरै बादल बादल होला म ढिलो भइसक्यो त्यहाँ बिहान 2 घन्टा वेस्ट भएर बिहानै आउनु पर्ने छिटो त हुँदै यो बाटो चाहिँ राम्रै बनाएको थियो पहिला आउने बेला पनि अहिले राम्रै रहेछ केटाहरू चाहिँ त्यस्तो हावा बाटो नआए हुन्छ हेर मेन रोडै आऊ होला मेरो बोली चाहिँ एकदम ब्लक गराएर राख किनकि कहिले यस्तो भिडियो बनाएको थिइनँ नि त बोलेर फर्स्ट टाइम म यस्तो बोलेर बनाएको जस्तो पनि छ हेरिदिनु होला मेन कुरा चार्ज छैन फोनमा कतिसम्म टिक्छ थाहा छैन जसरी टिक्छ त्यहीसम्म गर्नु लाग्ने होइन भिडियो मैले किन काठमाडौँबाट चाहिँ गरेन भिडियो किनकि त्यो रोडहरू के देखाएर राख्ने त्यहाँ जाम भइरहन्छ त्यहाँ माथि सरकार बिहानै आयो होला जानेछ म चाहिँ भर्खर जाँदैछु कहिले फर्किन्छ होला फेरि फर्किने त्यहाँ लाग्छ ज्याकेट लगाएको छ इनर राखा जाडो त नसक्ने फोटोसुट हाल्नुपर्छ माथि गएर पनि टिकटकको लागि इन्स्टाग्रामको लागि
वाउ हेर्न न जग्गा क्या फ्रेस हुन्छ नि त अझै टाढै छ है बाटो त्यहाँ कहाँ यहाँ हुन्छ माइकको चार्ज चाहिँ कतिसम्म टिक्ला है धेरै टिक्दैन भने माइक त किन्न त राम्रै किन्यो हो होइन त्यस्तो नराम्रो के भन्ने जब 1K 100K पुग्छ त्यति बेला चाहिँ डिजे आएको माइक हुन्छ बल्ल कोही देखेन एउटा राखिदिन्थ्यो जान त नसक्ने यार अहिले त मौसम के भएको मौसम त राम्रै थियो त हिजो मेन कुरा के त अब कोही साथी आउनु मानेन भने क्यान्सल गरिदियो भने एक्लै आइदियो होला एक्लै आउँदा नि केही छैन रमाइलो हुन्छ आफूलाई माइन्ड फ्रेस हुन्छ अरूको नसुन्ने के नजानेमा हामी नजाने होइन नि त दादा फेरि एकदम जिद्दी मान्छे हो दाले भएन है दादा चाहिँ फेरि जहाँ पनि गइदिन्छ कि फेरि एक्लै होइन पहिल्यैदेखि बच्चैबाट बच्चैदेखि त्यस्तै ब्लग चाहिँ मेरो लोयल सब्सक्राइबरहरूलाई रे क्या लोयल सब्सक्राइबर कति 10,000 त होला नि फेरि युट्युबमा अरू धेरै छैन ओ यताबाट R15 भइगयो थाहा होइन अब त तारै जाने हो हेर जाडो जाडो टिक्नै नसक्ने धेरै नचलाउँ होला एकछिन भाइ कपाल कपाल त मैले 200 होला हो 20-30वटा त बाध्य भयो आज शनिबार हो नि त है आज शनिबार भएर नि टाइम स्पेन्ड गर्न होला हाम्रो त के हो टाइम स्पेन्ड गर्ने हो मैले बोलाएको हो हेर होइन नबोलाएको सबैलाई कलै गरे म्यासेजै गरे होइन मैले कुर्न पनि बिर्सेँ कुरेको हो सबैलाई नआउने हुन्छ कोही कोही त झन् कलै नउठाउँथ्यो मलाई कल आउनु लास्ट हेर्छु कल नउठाउने एउटा म्यासेज त गर्नुपर्छ नि होइन अबदेखि चाहिँ म्यासेज गरिँदैन राइट अब चाहिँ पुग्न लाग्यो हेर केटा हो के हो कहाँबाट कहाँ गएर खाना खानु लास्ट पुगेर यो चाहिँ नवको चोकतिर है ठ्याक्कै होइन Your destination is on the right. यहाँ चाहिँ अहिले पछि आउन बरु उता गयो होइन होइन हो त्यहाँ गइसक्यो कत्रो जाने हो र त्यहाँ उता जाउँ न मेन ठाउँ यहाँबाट पनि के छैन भ्यू पोइन्ट छ भ्यू देख्ने हो उता माथिबाट पनि भ्यू देख्ने हो आज त शनिबार हो यार लास्ट प्याक होला आफूलाई फेरि मान्छे धेरै भएको मनै पर्दैन आज शनिबार हो है शनिबार त प्याक भइहाल्छ नहुने त हुँदैन हाइकिङ हो क्या हल्लाएको ओइ बिस्तारै जाउँ है जाडो भइरह हतार छैन आफूलाई खोइ यो त आर्मीको ठाउँ यार देखाउनु हुँदैन थियो
देखा त छैन हेर नानु त देखा छैन हेर म आफ्नो बाटै हिँड्दा हो कम्प्लेन चाहिँ नहान्नुहोस् यार कम्प्लेन हान्यो भने त तनाव हुन्छ फेरि भन्दैछु नि मालु हिमाल देख्न सुरु हुन्छ तर देख्दैन होला आज कुहिरो धेरै छ अस्तिको पालो त देखाएको थियो गिटार लिएर ओए के गर्छ यार बाइकहरू यार बिस्तारै आउने यार सब त्यहाँ अघिको टावरमा जान्ला होला यता गएर मैले जान पर्ला कि खोइ हेरौँ अब माथि हो तल तलबाट छ हिमाल देखाएको चाहिँ छैन गाइड्सहरू है 05 मा भिडियो गरिरहेको देखाएको छैन होला ओइ 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 के कस्तो खतरा चेन्ज हुँदैछ फेरि पहिला यहीँ राखेको छु र अहिले नि यहीँ राखिदिनु यता राखिदिउँ है त्यहाँ त के राख्ने ओइमा दामी भएन यहाँ त ठिक छ पिकनिक हेर न हो गाइस चार्ज सकेर चार्ज गर्नु नाले भएन यहाँ राखिदिन्छ ओ हिमाल खोइ त झन्डा त्यहाँ नजाउँ होला ओइ मासले माथि त प्याक हो क्या ओहो हिमाल हेर न कत्रो देख्यो ओइ जुमै गरिदिउँ है पुरै त खाना सुरु हुन्छ अब डिनर नगरकोट यस्तो भ्यू हेर्दै अब खाने अनि चल्दिने माथि एकछिन घुमौँ अनि त्यहाँ झन्डा बाटोमा जानु पर्ला एकछिन ल हल्का हाइकिङ चलिरहेको छ यहाँ अझै घरतिर जानुपर्छ है यहाँ मुनिबाट चाहिँ यहाँ माथि आउने ठाउँ रहेछ त्यो गेटबाट माथि हेरौँ के हुँदो रहेछ टावर रहेछ टावरबाट भ्यू आउने होला नि यो पहाडको सेन्टर पोइन्ट हो
माथि पुगेछु भेटौँ यस्तो भ्यू देख्दा चाहिँ अब घरतिर चल्दैछु तल आइपुग्यो अझै तल जानु छ तर बाटो चाहिँ कहाँ हो भ्लग चाहिँ आज यति नै हुनसक्छ है गाइज ल सी यु नेक्स्ट भ्लग